हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सो आजको मिनी ब्लगमा चाहिँ मैले के गरेँ म भन्छु ल। सो आज बाबा चाहिँ छिट्टै आउनुभएको थियो अनि मलाई केक ल्याइदिनु भएको थियो क्या, दोकानमा पाउने केक। अफकोर्स सबै दोकानमै पाइन्छ तर पनि यस्तो केक ल्याइदिनु भएको थियो। अनि त्यहीमा मिठो मानी मानी खाँदै थिएँ। अनि यहाँ चाहिँ म चाउमिनको पर्खाइमा थिएँ। बाबाले भन्नुभएको थियो क्या बजार जान्छु अनि चाउमिन ल्याइदिन्छु। हुन त मैले नै भनेको थिएँ बाबा मलाई चाउमिन ल्याइदिनु भनेर रुँदै थिएँ क्या। अनि बाबाले चाउमिन ल्याइदिनु भयो मलाई, बिकज मैले भनेको त मानिहाल्नुहुन्छ नि गाइज। अनि चाउमिन ल्याइदिनु भयो। हुन त मलाई सबै घरमै पकाएको मनपर्छ, म आई एम भेरी राम्रो सेफ। तर पनि चाउमिन चाहिँ मिठो बन्दैन क्या मेरो हातबाट। के कमी भइहाल्छ क्या, के न के कमी भइहाल्छ नि। त्यही भएर म चाउमिन चाहिँ घरमा बनाउँदिनँ। मोमो चाहिँ फेरि म एक्सपर्ट, एकदमै खतरा मोमो बनाउँछु। तर चाउमिन चाहिँ मिठो हुँदैन क्या मैले बनाएको। अनि बाबाले आइसाको लागि इक्जाम बोर्ड पनि ल्याइदिनु भएको थियो क्या। अनि म त्यही देखाउँदै थिएँ। अनि मम्मी पनि मम्मी आउनुभयो अनि हामीहरू चारैजना बसेर गफ गर्दै थियौँ। अनि मम्मीले चाहिँ साँच्ची भन्नुपर्दा मम्मीले चाहिँ बाबाको बिल्ला हान्दै हुन्थ्यो क्या। अनि म हाँसिरहेको थिएँ। अनि बाबाले के भन्नुभयो, जाऊँ न त बजार, म लुगा किन्छु भनेर भन्नुभयो। अनि म र बाबा गयौँ बजार। अनि बाबाको लागि 2वटा भेस्ट ल्यायौँ। अनि त्यतिमै मैले थाहा चाहिँ के अरे पाइनएप्पल अनि मैले ल्याएँ क्या, अब रोप्ने भनेर ल्याएँ। अनि मैले रोपेँ पनि क्या, 2वटा मात्रै ल्याएँ, 2वटा मात्रै ल्याएँ मैले। तर पनि मैले 2वटा रोपेँ। अब हेरौँ न त फल्छ कि फल्दैन भनेर हेर्न। सो यति